हेलो सेवारो नमस्कार साथीहरू सेवारो नमस्कार सामाङले पनि नमस्कार गरिसकेको छ तपाईँहरूलाई साथीहरू। छोरी र म चाहिँ बजारदेखि घर आयौँ। अघि चाहिँ म्याडमजीले सामाङलाई लिएर बजारमा आएको थियो, अनि त्यस पछाडि फेरि मैले लिएर अब प्रायः जसो म सधैँ यसै गर्ने गर्छु, उसलाई घरमा ल्याउने गर्छु। अनि उता किनभने म्याडमजीलाई पसलमा काम गर्न दिँदैन नि त, यो नगर न छोरी यसो गर्नु दिँदैन नि त। अनि तिम्रोमा राखौँ है, तिम्रोमा राख्नु त भयो नछो ल हाँस भन। अनि अब पसलमा काम गर्न दिँदैन, अनि त्यही भएर म ल्याउने गर्छु। हुन्छ त्यहाँ हेरिदिने, उसमा खेल्ने मान्छे नभएको त होइन, अरू थुप्रै त्यहाँको नजिकका अरू पसल त भाइहरू बहिनीहरू साथीहरूले हेरिहाल्छ, तर पनि अब उसलाई अलिक ढुक्कैसँगले हेर्ने मान्छे त चाहियो नि त। सु गरे हो हेर्नुपर्छ ल। अब यहाँ चाहिँ अब हामी यहीँ कोठामा बस्नु, हाम्रो चाहिँ सम्पूर्ण गर्ने छोरी के गर्छ, खाना खाने बेला खाना खाने बेला होइन के गर्छ सबै कुराहरू देखाउँछौँ। तपाईँले हेर्दै गर्नु सबैले कोही चेन्ज गरिदिन्छु। किनभने यो अहिले जाँदै थियो भन्नुपर्छ, यो यहाँ यहाँ दही नखाने त्यो लिएर आऊ, लिएर आऊ न यहाँ नि त ल। अनि यसमा दही खाने ल ल यहाँ। अनि यो पनि बनाउनु, यो किन तिमीले निकालिहाल्यौ? ननिकाल्दै भनेको थिइनँ मैले, किन निकालेको? यहाँ आऊ न यहाँ उसले बलेर त्यो पनि ल्याऊ, त्यो ल्याऊ, भेज ल्याऊ, त्यो नाना ल्याऊ। मलाई थाहा छ नि तिमी के गर्दैछौ भन्ने। किन नभनेको? अनि किन सुहायो नभनेको? किन सुहायो नभनेको? अघि नै सुहायो भन्नु थिएन, अहिले सुहायो। दही खाने यो बोकेर हिँड, दही खाने ल। अब चाहिँ साथीहरू हामी माम खान्छौँ, माम खानेछौँ। छोरीले अघि पनि खाइसकेको होला। अघि मम्मीसँग माम खायो तिमीले खाएको हो? अझै खाने ए हेलो भन न त। हेलो साथीहरू, हेलो मेरो पापाको साथीहरू होइन। अनि अब चाहिँ म खाना रेडी पार्छु। हटकेस ल्याएको छु मैले, हटकेस देखाउँ न साथीहरू ल। हटकेस देखाउनु पर्छ ल पापाको साथीहरूलाई। यो हटकेस देखाउनु चाहिँ अलिक अब हाँस उठ्छ भने छोरा मान्छे भएर किचन के सामु ल्याएर देखाइदिनु होइन। तर अब यो चाहिँ मैले किन किनेको हो भन्दाखेरि कस्तो हुने भयो भन्दाखेरि अब खाना बिहानको खाना सँगै खाइदिने। अब म्याडमतिर नानीले खाएर पसलमा आएको हुन्छ, त्यस पछाडि भरे मात्रै म आएर खान्छु। त्यतिखेर खानाहरू सेरिन्छ, खाना एकदमै सेरिन्छ, चिसो हुन्छ। त्यही भएर चिसो खाना खाँदा मात्रै खाइरहनुहुन्छ। यो किनेको साथीहरू अनबक्सिङ गरिसकेको छु, कलेक्सन निकाल्छु। त्यसमा साथीहरू चाहिँ कस्तो छ त भन्दाखेरि यस्तो छ। यो चाहिँ अब तरकारी अचार राख्ने भयो, अनि यो चाहिँ दाल राख्ने भयो। यसो चाहिँ खाना ठ्याक्कै राख्ने, आफ्नो चाहिन्छ दाल ठ्याक्कै हालेर राख्ने। अनि त्यस पछाडि तरकारी ठ्याक्कै राख्ने। आफूलाई यसो राखेपछि तातो रहन्छ साथीहरू। म चाहिँ खासमा अलिक अर्को खालको खोजेको थिएँ, यस्तो के भन्छ थाल आकारको, तर ठ्याक्कै यो देखाइहाल्नु त्यहाँ पसलमा। तर मलाई चाहिँ यही मन पऱ्यो, यही ल्याइदिएको। म चाहिँ अब खाना खानु लागेँ। यहाँ छोरीले चाहिँ दही खान थालिसकेको छ। यो के हो? दही भने खुट्टा अनि यहाँ चाहिँ अब दही
खाना चाहिँ लगभग हाम्रो सामान्य खाना तिनै हुन्छ तर आज चाहिँ चटनी बनाएर चाहिँ मैले चटनीको साथमा अचार बनाएको रहेछ के भन्छ आलुको बनाएको रहेछ अनि यहाँ तौली र आलुको तरकारी छ भात मैले सब एकैछिन गाडीमा म खाना सुरु गर्छु मलाई चाहिँ अलिक अप्ठ्यारो हुन्छ नयाँ हटकेस गरेर राखेर यसरी राखेर खाना सुरु गर्नु गर्दैछ म तपाईँलाई टेस्टको लागि नै राम्रो हुन्छ रहेछ अझै खाने यो त दही हो यसमा पानी खाने म अर्को ल्याउँछु बस अब उसको बदमासी सुरु भयो खाने नानी चिची आयो यसले बुझ्नु है यो मुख सबै म यहाँ हालिदिन्छु ल यो दुईटै तिम्रो ल चम्चा पनि अर्को खाऊ ल मेरो अर्को आयो चम्चा मिठो मिठो छ दही खाने Mama, Mam. के दही धेरै खानु हुँदैन ल
पानी हो। सबै तिम्रो सबै तिम्रो ल माम यति खाऊ त यति माम खाऊ न नराख यहाँ उसले खाना खानु चाहिँ सानो हुँदादेखि नै योभन्दा अगाडिदेखि नै जस 1 वर्ष अगाडिदेखि नै उसले खाना देखाउँछ है। अब ठुलो मान्छे जस्तो एकदम मजाले त के खाँदैन आफै मुखमा चाहिँ हाल्छ कि बाहिरनु परेन खुवाको कमै खान्छ क्या उसले आफै यसरी नै खेल्दै 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 आफै खान्छ कति या पुरै छरिरहेको हुन्छ नि बुझेर छर्छ त्यस्तो गर्छ। अब भयो ल छोरी मैले ल अब यो धुनुपर्छ यो म धुन्छु ल तिम्रो पनि हात मुख धुनुपर्छ उसलाई यो कसरी लाने सबै थाहा छ यसलाई चाहिँ छक्कै लगेर उसको मम्मी चाहिँ हुँदाखेरि आमा चाहिँ हुँदाखेरि यो चाहिँ लगेर आमाले हुन्छ र आमालाई दिनुपर्छ भन्ने पनि ऊ थाहा पाउँछ आमालाई बोकेर लगेर दिन्छ ल यता राख यसरी धुन जाने तिमी बोकेर जाने कहाँ धुने यता हो साथीहरू। अब म चाहिँ यो लगेर अरू भाँडाहरू धुनु छ अरू भाँडाकुँडाहरू बाहिर लगेर धुने गरेको छ यहाँ चाहिँ। अब तल धुनमा हुँदाखेरि चाहिँ हामी केही किचन थियो किचनमै धुने पनि थियो भने यहाँ चाहिँ त्यो सुविधा छैन त्यही भएर हामी बाहिर जानुपर्ने हुन्छ। यो पनि लाने हो यो पनि लिनु आएको साथीहरू। अब म चाहिँ यो कोही पखाली गर्नुतिर लाग्यो साथीहरू। खाना खाइसकेर चाहिँ भाँडाहरू गर्ने काम पनि गरेर सक्यो। छोरीले पनि सघायो नि छोरीको अझै पनि चिची रहेछ नाकमा खै चिची पुछ्नु र अनि जाऊ त कुचो लिएर आऊ त जाऊ कुचो लिएर आऊ जाऊ कुचो लिएर आऊ त कहाँ छ
जाऊ लिएर आऊ ल ल कुचो त्यहाँ छैन कहाँ गयो उता छ उता हेर त ल्याऊ ल्याऊ न छैन कुचो भेटेन कुचो भेट्दा त लिएर आउने हो सरी र कुचै भेटेन ए भेटेछ भेटेछ त अनि देख्न सक्नुहुन्छ छोरीहरू ए साथीहरू छोरीले कुचो लिएर आयो अब 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 ऊ त्यो पनि लिएर आऊ ऊ त्यो पुछ्ने पुछी पनि लिएर आऊ पुछी त्यो पनि लिएर आऊ यहाँ पुछी गर्नुपर्छ यहाँ हेर यहाँ अघि तिमीले दही पोखाएर यहाँ राख राख छोड छोड म आफै गर्छु अब चाहिँ निकै कुरो बुझ्ने भइसकेको छ साथीहरू छोरी अनि अब यस्तो सामान्य यताउता अराइ खटाइ गर्दाखेरि यो गर्छ अघि तिमीले यहाँ पनि पोखायौ नि त साथीहरू हामी चाहिँ ढल्किरहेको छौँ यहाँ चाहिँ बाउ छोरी जुठो भाडा गरिसक्यो घर अलिअलि बढाएर गरिसक्यो त्यस पछाडि नानीले टोइलेट गर्यो है अनि टोइलेट गरेर लुगासुगा सरसफाइ गरिसकेपछि लुगा सबै फेरि अनि अब हामी ढल्केको एकछिन छोरी निदायो भने चाहिँ अब म पनि एकछिन निदाउँछु अब के समस्या चाहिँ हुन्छ छोरीसँग म बस्दाखेरि भने साथीहरू छोरी एकछिन छोड्नु मान्दैन अनि एकछिन छोड्नु नमाने चाहिँ टोइलेट जानु चाहिँ एकदम समस्या क्या अब मलाई यहाँ टोइलेट लागिरहेछ पिसाब लागिरहेछ उसलाई छोडेर जाने कुरा आएन रोएर चक्कर गरिहाल्छ त्यही भएर अब हामी सुतौँ ल हाँस भन्दैछ तर सुत्नु चाहिँ सुत्दैन एकछिन चाहिँ केही गर्ने मिलाइहाल्नु भने चाहिँ म पनि एकछिन मिलाउँछु रेस्ट गर्छु नत्र यत्तिकै लिएर पसल जानुपर्ने हुन्छ साथीहरू त्यस्तो हुन्छ त्यस्तै छ साथीहरू र यो मैले अघि नै भनेको थिएँ सुरुमै आजको चाहिँ रुमकै छोरी र मेरो छोरीसँगको गतिविधिहरू देखाउँछु भनेर भनेको थिएँ त्यही देख्ने भने साथीहरू आजलाई यति नै अर्को ब्लगमा फेरि भेटौँला भन्दै अब बिदा चाहन्छु बाई बाई गर छोरी बाई 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 बाई